धेरै मान्छेले केपीओलाई प्रश्न गरेका थिए एमाले र माओवादीको बीचको भिन्नता के हो, तपाईहरु दुवै कम्युनिस्ट पार्टीको हो भन्दा उहाँले भन्नुभएको थियो एमाले र माओवादी दुवै मान्छे त मान्छे हो, तर माओवादी वन मान्छे हो भने एमाले मान्छे हो। यही हो माओवादी र एमालेको बीचको भिन्नता। आज एमालेलाई चुनौती दिन वाम मोर्चा नामको एउटा संगठन निर्माण गरेर नेपाली कम्युनिस्ट पार्टी बनाएर हाम्रा भूपू कम्युनिस्टहरू जतिलाई जम्मा गरेर एउटा वृद्ध आश्रम प्रचण्डले जम्मा गरिरहेका छन्। मैले अस्ति भने नदीमा दुईटा घाट हुन्छ, एउटा घाटमा स्याल कुकुर बिरालो सबै पानी खान आँटेका छन् भने के बुझ्नुपर्छ भने माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेको छ र त्यहाँ पानी खान जाने कसैको हिम्मत छैन। त्यही भएर नेपालको कम्युनिस्ट आन्दोलनको सिंह नेकपा एमाले हो र एमालेको विरुद्ध बिराला कुखुरा मुसा स्याल छुचुन्द्राहरू जम्मा भएर गठबन्धन बनाएर एमालेलाई कसैले चुनौती दिन सक्दैन। प्रचण्डले भनेछन् यो रेल हो, रेल कुद्यो, उनकै नेता सुदन किराँतीले भने यो कुनै रेल होइन, यो बालनले फोहोर जम्मा गर्ने विवादित बञ्चरे डाँडा हो जहाँ फोहोरका ट्र्याक्टर र ट्याङ्कर बोकेर अगाडि जान्छ। आज प्रचण्ड कम्युनिस्ट आन्दोलनका फोहोरका ट्याङ्कर र ट्र्याक्टर बोकेर बञ्चरे डाँडातर्फ लागेर नेपालमा समाजवाद ल्याउँछु र समाजवादको रेल अगाडि बढायो भन्ने भ्रम पालिरहेका छन्। यो भ्रमबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई मुक्त गराउन आवश्यक छ।